वेलकम ब्याक स्टुडेन्ट्स। अब आजको यो भिडियोमा चाहिँ हामी कम्पाउन्ड इन्ट्रेस्ट च्याप्टरको भेरी सर्ट क्वेसन्सहरू गर्न लाग्छौँ र यो च्याप्टरमा कम्पाउन्ड इन्ट्रेस्टको सबै भेरी सर्ट क्वेसन्स कभर गरिदिइहाल्छु होइन। सो स्टार्ट गरौँ क्वेसन नम्बर 1बाट है त, 1A बाट। ल क्वेसन पढौँ। फर्स्टमा भेरी सर्ट भएको कारणले गर्दा धेरै छिटो हुन्छ सल्युसन होइन। पहिला क्वेसन पढौँ। अकर्डिङ टु एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, एनुअल कम्पाउन्ड इन्ट्रेस्टको मतलब हरेक वर्ष। A इज द अमाउन्ट, R is the rate of rate percentage per annum, यहाँ पनि per year भनेकै छ। T is the time and what will be the principal भनेर सोधेको छ। सो क्वेसनले बेसिकली फर्मुला सोधेको छ। तिमीलाई A को रूपमा अमाउन्ट दिएको छ, R को रूपमा रेट दिएको छ र T को रूपमा टाइम दिएको छ र P को भ्याल्यु कति हो भनेर सोधेको छ हैन। हामीलाई थाहा भएको फर्मुला के हो? कम्पाउन्ड अमाउन्टको चाहिँ, किन अमाउन्ट दिएको छ नि, त्यसैले अमाउन्टवाला फर्मुला युज गर्नु पर्यो। कम्पाउन्ड अमाउन्टको फर्मुला के हो? यो हो पर इयरको है। फेरि पर इयरको कम्पाउन्ड अमाउन्टको फर्मुला यो हो। सो यसमा यसको भ्याल्यु के भनेर दिएको छ? ए, यसको भ्याल्यु पी नै छ, आरको भ्याल्यु आरै छ र टीको भ्याल्यु टी नै छ। सो अब यो फर्मुला के हुने भयो? यो हामीले 1A गरेर छ है। सो एक्चुअलमा एन्सरले सोधेको के हुन्छ त, प्रिन्सिपल के हो भनेर सोधेको छ। सो प्रिन्सिपललाई आइसोलेट गर्नु पर्यो। और यसमा सीए कम्पाउन्ड अमाउन्ट होइन कि ए भनेर रिप्रेजेन्ट गरिदिएको छ, पीलाई पी नै बनेको छ। त्यसै गरी 1 + r/100 सरी टी भनेपछि पीलाई आइसोलेट गर्नु पर्यो। सो देयरफोर पी भने के हुने भयो त? ए डिभाइडेड बाई 1 + r/100 पावर टी। सो प्रिन्सिपल यो केसमा यस्तो हुने रहेछ। खास यसरी गर्ने क्वेसन नम्बर 1A को सल्युसन है त। सो अब क्वेसन नम्बर 1A गरिसकेपछि अब 1B तिर जाऊँ। 1B ले के भनेछ? द एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेपछि इयरली कम्पाउन्ड इन्ट्रेस्टको कुरा गरिरहेको छ। अन अ सम पी भने प्रिन्सिपल पी इन टी इयर्स एट r% per annum is CI. Write down the relation between P, T, R and CI. भनेपछि इन अ वे यहाँ पनि डाइरेक्ट CI को पर इयर वाला फर्मुला लगा भनेको छ। हामीलाई थाहा छ CI भनेको के हो? यो मैले हिजोको अस्ति लास्ट टाइमको भिडियोमा, इन्ट्रोडक्सन भिडियोमा मैले क्लियरली सबै फर्मुला क्ल्यारिफाई गरिदिएको छु। पर इयर भएको कारणले r/100 र यहाँ माथिपट्टि t-1 हुने भयो। तर क्वेसनले दिएको अनुसार यो फर्मुलामा हामीले रिप्रेजेन्ट गर्यो गरेन। किन के गरेन? सीआई क्वेसनले दिएको थियो, यहाँ छ सीआई। पी क्वेसनले दिएको थियो, पी भयो। टी क्वेसनले दिएको थियो, टी भयो। तर आरलाई त स्मल आरले रिप्रेजेन्ट गरेको छ, हामीले यहाँ क्यापिटल आर युज गरेको छ। सो एक्चुअलमा त भएन नि त एन्सर। सो एक्चुअल एन्सर के हुनुभयो त? सिम्पल। देयरफोर सीआई भनेको पी 1 + r/100 डिभाइड माथि पावरमा टी -1 भयो कि नै? सो यसरी गर्ने क्वेसन नम्बर 1B को सल्युसन। अब हामी के गर्छौँ? फर्स्ट अफ अल सेकेन्ड नम्बर क्वेसनमा जान्छौँ। सो सेकेन्ड नम्बरको क्वेसन याद गर है, पढ पहिला, पढ्नु पर्यो। 2A हामीलाई के भनेछ? द सेमी एनुअल कम्पाउन्ड अमाउन्ट। सेमी एनुअल भनेपछि हाफ इयरली कम्पाउन्ड अमाउन्टको कुरा गरेको छ। अन सम प्रिन्सिपल के छ? पी रिप्रेजेन्ट गरेको छ। टी इयर्स भनेपछि टाइम, आरलाई यसपालि क्यापिटल आर पर एनम दिएको छ, इज सीए रेस्पेक्टिभली। राइट डाउन द रिलेसन अमङ पी, टी, आर एन्ड सीए भनेर भनेको छ। सो अब हामीलाई यहाँ के छ? कम्पाउन्ड अमाउन्ट सेमी एनुअलको केस दिइरहेको छ र सेमी एनुअलको फर्मुला के थियो? कम्पाउन्ड अमाउन्ट भनेको सेमी एनुअलको केसमा पी 1 + r डिभाइडेड बाई 200 यस्तो बाई 2t। बुझ्यो? बुझ्यो? यो थियो क्वेसन नम्बर 2A को सल्युसन है त। अब क्वेसन नम्बर 2B को केस गरेर हेर। 2B मा के भनेको छ? इन युजुअल नोटेसन्स वाट डज P + r/200 पावर 2t स्ट्यान्ड फर? भनेपछि स्ट्यान्ड फर के? हामीले भर्खर निकाले के? स्ट्यान्ड्स फर कम्पाउन्ड अमाउन्ट सेमी एनुअली।
सेमी एनुअली निकालेको कम्पाउन्ड अमाउन्ट भनेकै यो हो भनेर बुझ्नु पर्यो यो हैन सो एन्सर यो हुन्छ 2B लाई है त भेरी भेरी सिम्पल छ हैन दुवै केस 2A र 2B यसमा अहिलेसम्म हामीले गरेकोमा फर्मुला मात्रै युज भइरहेको छ दुवै केसमा 1 मा पनि 2 मा पनि अब 3 मा शिफ्ट भयो त 3 मा फर्स्टमा क्वेशन पढौँ द सेमी एनुअल फेरि हाफ इयरली को कुरा गरिरहेको छ सेमी एनुअल भनेको हाफ इयरली 6 months compound interest on a sum P in T years at small r percentage per annum is CI. Write down the relation among P, T, R and CI. भनेपछि यहाँ पनि के सोधेको छ 3A ले कम्पाउन्ड इन्ट्रेस्टको सेमी एनुअल वाला फर्मुला लगा भनेको छ सो हामीलाई थाहा छ फर्मुला यो 3A गरेर हामीले अहिले सो कम्पाउन्ड इन्ट्रेस्ट भनेको के छ त हामीलाई सेमी एनुअलको केसमा 1 + R डिवाइडेड बाई 200 पावर 2T - 1 यो हो खास फर्मुला तर हामीलाई क्वेसनले दिएको अनुसार हामीले इन्फर्मेसन युज गरेको छैन CI भनेको छ CI नै भयो P लाई P नै रिप्रेजेन्ट गरेको छ P नै भयो T लाई T भनेको छ हामीले T नै गर्यो तर R स्मल छ हामीले यहाँ क्यापिटल लेखिरहेको छ यो त रङ भयो सो राम्ररी लेख्दाखेरि के हुनु भयो त CI को भ्यालु अकर्डिङ टु क्वेसन नम्बर 3A 1 + स्मल r बाई 200 पावर 2T - 1 बुझ्यो 3A को सल्युसन यसरी गर्ने केही गाह्रो छैन सो अब 3B मा जाम 3B the annual compound amount on a sum P फेरि annual compound amount भनेछ on a sum P in T years at rate per annum is CA respectively अच्छा त्यो अमाउन्टलाई CA ले रिप्रेजेन्ट गरेको छ भनेको छ write down the relation between P, T, R and CA यहाँ पर इयर को कुरा भइरहेको छ एनुअल भनेको छ त्यसैले सिम्पली एनुअल वाला कम्पाउन्ड अमाउन्टको फर्मुला युज गर्ने जुन हो के CA यस्तो केसमा के हुन्छ कम्पाउन्ड अमाउन्ट सरी प्रिन्सिपल 1 + R बाई एनुअल भनेको छ डिवाइडेड बाई 100 पावर T बुझ्यो यो हो कम्पाउन्ड अमाउन्ट एनुअलको केसमा अब त्यसपछि आयो क्वेसन नम्बर 4B 4B ले के भनेछ फर्स्टमा पढौँ 4A according to annual compound interest CA is the amount R is the rate percent per annum and T years and M month is the time what will be the principal भनेको छ अच्छा हामीलाई यहाँ के केस दिएको छ हामीलाई यो केसमा 4A को केसमा के भनेको छ टाइम पिरियडमा चाहिँ फरक आएको छ के आएको छ एउटा इयर्स वाला भ्यालु पनि दिएको छ र मन्थ्स वाला भ्यालु पनि दिएको छ सो यो वाला कसरी लेख्नु पर्यो त CA यस्तो केसमा मैले भनेको थिएँ अब यसमा CA को रिलेसन पहिला लेख्नु पर्यो किन तर हामीलाई क्वेसनले सोधेको छ प्रिन्सिपल कसरी निकाल्ने CA को रिलेसन थ्रु पहिला CA को रिलेसन निकालौँ CA को भ्यालु इफ तिमीलाई रेट के अरे टाइम पिरियड इयरमा पनि दिएको छ मन्थ्समा पनि दिएको छ भने के हुन्छ त अघि हामीले लेखेको के थियो P 1 + R इयरली भनेको छ डिवाइडेड बाई 100 पावर T तर इयर T त यसपालि मन्थ्समा पनि दिएको छ सो मन्थ्सको केसमा के हुन्छ जहिले पनि मैले अस्ति पनि मैले पहिला अस्तिको के अरे लास्ट भिडियोमा पनि भनेको छु MR बाई 1200 बुझ्यो यसमा मन्थ्सको भ्यालु हाल्ने यसमा इयरको भ्यालु हाल्ने अब अरू त सबै सेम हो सो क्वेसनले सोधेको खास 4A ले सोधेको यो हो है त अब 4B हेर 4B ले के भनेको छ द एनुअल कम्पाउन्ड इन्ट्रेस्ट अन अ सम P इन T years and M months at rate R small r per annum is CI. Write down the relation among P, T, R and CI. So question number 4B. So 4B मा हेर्दाखेरि के छ यसमा चाहिँ तिमीलाई अगाडिको 4A मा कम्पाउन्ड अमाउन्ट सोधेको थियो 4B मा कम्पाउन्ड इन्ट्रेस्ट सो कम्पाउन्ड इन्ट्रेस्टको रिलेसन इफ तिमीलाई टाइम इयर्समा र मन्थ्समा दिएछ भने मैले हिजोको के लास्टको भिडियोमा पनि इन्ट्रोडक्सन भिडियोमा पनि भनेको थिएँ त्यस्तो बेला के हुन्छ CI को भ्यालु P भइहाल्यो 1 + R बाई 100 किनकि तिमीलाई एनुअलको केस दिएको छ हो
यसपछि फेरि प्लस एमआर बाई 1200 र -1 यो हो। तर हामीले क्वेसनको अनुसार त हामीले युज गर्न मिलेन यो फर्मुला। किन? हामीलाई यो माथिको क्वेसनको केसमा त आरको भ्याल्यु केसमा छ, स्मल आरकोमा दिएको छ 4b मा। सो हामीले के गर्नु पर्यो, यो ठुलो आरलाई स्मल आरले रिप्लेस गर्नु पर्यो। अब यो भयो खास अकर्डिङ टु 4b को लागि चाहिएको फर्मुला है त। सो अब के गरौँ, क्वेसन नम्बर 4 सक्यो। 4 बाट अब 5 मा जाम। 5a बाट स्टार्ट गरौँ। के भन्छ, इफ CA इज compound amount of a sum P at different rates, rate यो R1, R2 and R3 in first, second and third year respectively, then write the formula to calculate CA. त 5a ले के भनेको छ, एभ्री इयर रेट चेन्ज हुन्छ। त्यस्तो हुँदा CA को फर्मुला के हुन्छ, इफ प्रिन्सिपललाई P सपोज गर, रेट R1, R2, R3 भयो र T के अरे टाइम हुँदै भएन, किनकि आफै यहाँ तोकेको छ फर्स्ट, सेकेन्ड र थर्ड इयर। सो यस्तो केसमा CA को फर्मुला के हुन्छ त, प्रिन्सिपल हुने नै भइहाल्यो। नर्मली हामीले के लेख्थ्यो, यो लेख्थ्यो नर्मली। इफ तिमीलाई एभ्री इयर रेट नचेन्ज गरे भए के हुन्थ्यो फर्मुला, यो हुन्थ्यो। तर यो केसमा के छ, एभ्री इयर डिफ्रेन्ट रेट छ। सो यो फर्मुला युज गर्न मिलेन। त हामी गर्छ के, अब तिम्रो R1, R2, R3 लाई युटिलाइज गरेर P ब्राकेटभित्र R1 प्लस R1 R1 यो, अनि फेरि अब सेकेन्ड इयरलाई के गर्छ हामीले 1 प्लस R2 डिभाइडेड बाई 100। फेरि थर्ड इयरलाई के गर्छ 1 प्लस R3 बाई 100 हो। CA को केसमा यस्तो हुन्छ, डिफ्रेन्ट रेट भयो भने एभ्री इयर। सो 5a को सल्युसन यसरी गर्ने। र 5 अब आओ पालो 5b को। 5b मा के भनेछ, इफ CI इज द कम्पाउन्ड इन्ट्रेस्ट अफ अ सम P at different rates R1, R2 र R3 in the first, second and third year respectively, then write the formula to calculate CI. अब यस्तो केसमा मैले लास्ट इन्ट्रोडक्सन भिडियोमा नि भने अनुसार CI को फर्मुला के हुन्छ, डिफ्रेन्ट रेट दिएको बेला केही होइन, त्यही मात्रै फरक हुन्छ। के यो भयो तिम्रो 1 प्लस R1 भइहाल्यो फर्स्ट इयरको लागि रेट, त्यसै गरी सेकेन्ड इयरको लागि 1 प्लस R2 भइहाल्यो, र थर्ड इयरको लागि के हुन्छ रेट R3 दिएछ क्वेसनले, अनि -1 ल लार्ज ब्राकेटले क्लोज गर्यो भने यसरी गर्ने 5b को लागि फर्मुला है त। धेरै सिम्पल छ, केही नि फरक छैन। सो अब क्वेसन नम्बर 6 मा जाम। 6a बाट हेरौँ। 6a के भन्छ, द कम्पाउन्ड अमाउन्ट अफ ₹5,000 फर 3 years इज 8,500, फाइन्ड द कम्पाउन्ड इन्ट्रेस्ट। सो 6a को केस हेर। 6a को केसमा के छ, हामीलाई तिमीलाई कम्पाउन्ड अमाउन्ट कति दिएको छ, ₹8,500 सोधेको के छ। अनि त्यसपछि फेरि के, कम्पाउन्ड अमाउन्ट अफ रुपिस भनेको छ। अफ रुपिस भनेपछि यसको कम्पाउन्ड अमाउन्ट भनेको, अब यसको कम्पाउन्ड अमाउन्ट भनेको मतलब 5,000 के भयो, तिम्रो प्रिन्सिपल भयो। सो प्रिन्सिपल कति भयो, ₹5,000। हामीलाई थाहा छ नि कम्पाउन्ड अमाउन्ट कसरी आउँछ। कम्पाउन्ड अमाउन्ट भनेको प्रिन्सिपलमा इन्ट्रेस्ट जोडेर आइसकेपछि जुन बाँकी टोटल अमाउन्ट हुन्छ त्यो हो कम्पाउन्ड अमाउन्ट। मैले इन्ट्रोडक्सन भिडियोमा नि भनेको थिएँ। सो यस्तो केसमा कम्पाउन्ड अमाउन्ट भनेपछि हामीलाई थाहा छ प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट। कम्पाउन्ड अमाउन्टको भ्याल्यु कति छ, 8,500। प्रिन्सिपलको भ्याल्यु कति छ, ₹5,000 र CI को भ्याल्यु थाहा छ, थाहा छैन। सो अब यो यता जरा नेगेटिभ हुन्छ होइन। सो कम्पाउन्ड इन्ट्रेस्ट भनेको के भयो, 8,500 माइनस 5,000 र त्यो भनेको देयरफोर कम्पाउन्ड इन्ट्रेस्ट भनेको ₹3,500 होइन त। धेरै सिम्पल छ। यो एउटा रिलेसन याद भयो भने सक्यो यसको सल्युसन होइन। भ्यालिड रिलेसन हो यो। कम्पाउन्ड अमाउन्ट भनेको प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट। सो यो भयो तिम्रो 8 6a को। अब 6b हेर। 6b ले के भनेछ, इफ द प्रिन्सिपल एन्ड द कम्पाउन्ड इन्ट्रेस्ट आर 8,000 and 3,000 रेस्पेक्टिभली, भनेपछि 8,000 प्रिन्सिपल, 3,000
compound interest, then find the compound amount. So same कुरा हो, मतलब तिमीलाई यस्तो केसमा प्रिन्सिपल दिएको छ रुपीज 8000, compound interest दिएको छ रुपीज 3000. सो अब हामीलाई थाहा छ यही सेमै हो रिलेसन. कम्पाउन्ड अमाउन्ट भनेको हो प्रिन्सिपल प्लस इन्ट्रेस्ट. प्रिन्सिपल कति छ 8000, इन्ट्रेस्ट कति छ कम्पाउन्ड इन्ट्रेस्ट 3000. सो कति भयो त कम्पाउन्ड अमाउन्ट रुपीज 11000 है त. यसरी गर्ने 6B को सल्युसन. अब पालो 6C को. 6C मा हेर है के भनेको छ. If the compound interest of rupees 100 for 1 year is rupees 15, find the annual rate of interest. अब तिम्रो कम्पाउन्ड इन्ट्रेस्ट 100 रुपियाँको 1 वर्षपछि 15 रुपियाँ भयो भने त हामीले यतिकै डाइरेक्ट थाहा पाइन्छ कि 15% रहेछ. तर डाइरेक्टली लेख्न त मिलेन, क्वेसन त फर्मुला फलो गर्नु पर्यो. सो अब यस्तो केसमा हामीले अगाडिदेखि निकाल्दै आएको फर्मुला जुन पर इयरवाला हुन्छ, पर इयर वाला फर्मुला युज गर्नु पर्यो कम्पाउन्ड इन्ट्रेस्टको. पहिला हेरेर के दिएछ, सिआई भनेर कति दिएको छ रुपीज 100, टाइम कति दिएको छ 1 इयर. र त्यसपछि सिआई भनेको कति दिएको छ, सिआई भनेको 15 भयो र प्रिन्सिपल कति भयो रुपीज 100. सो हामीलाई थाहा छ. अब रेट निकाल भनेको छ, यहाँनिर रेट कति हो भनेको छ पर एनमको केसमा. सिआई भनेको के हो, प्रिन्सिपल 1 + R / 100 T - 1. अब यसरी यसको भ्याल्युजहरू रिप्लेस गऱ्यो. यसलाई 15 लेख्यो, यसलाई 100 लेख्यो. सो 1 + R / 100 T भने नि 1 भयो, -1 भयो. सो 15 / 100 हुने भयो, किनकि यहाँ टाइम्सले हो नि त यो ब्र्याकेटसँग त, होल ब्र्याकेटभित्र त होइन. इक्वल्स टु यो खोल्दाखेरि के भयो 1 1 गयो भनेपछि R/100 भयो. सो 100 गयो, देयरफोर R भनेको कति आयो त 15% है त. 6 नम्बर C को यसरी गर्ने सल्युसन. सो अब जाम क्वेसन नम्बर 7 तिर. 7A बाट स्टार्ट गरौँ. 7A बुझौँ. What sum of money has the compound interest rupees 5000 and compound amount 8000 in 3 years भनेको छ. सो 7A बाट हेर्नु पहिला. फर्स्टमा 7A हेरौँ भनेपछि हामीलाई यो रुपीज, हामीलाई फर्स्टमा कम्पाउन्ड इन्ट्रेस्ट कति दिएको छ रुपीज, कम्पाउन्ड इन्ट्रेस्ट रुपीज 5000 दिएको छ. त्यसै गरी कम्पाउन्ड अमाउन्ट कति दिएको छ रुपीज 8000 दिएको छ. र सोधेको के छ हामीलाई टाइम पिरियड नि दिएको छ 3 इयर्स र सोधेको छ प्रिन्सिपल कति हुन्छ. सम अफ मनी भनेको प्रिन्सिपल. यो सम अफ मनी जुन सोधेको छ त्यो भने प्रिन्सिपल हो होइन. त्यो के हुन्छ हामीलाई थाहा छ, हामीलाई थाहा छ कम्पाउन्ड अमाउन्ट भनेको के हो प्रिन्सिपल प्लस सिआई. अमाउन्ट भनेको 8000, प्रिन्सिपल थाहा छ, थाहा छैन. सिआई भने 5000. सो अब यो यता जाँदा माइनस हुन्छ. सो 8000 - 5000 भनेको तिम्रो, त्यसको 5000 भनेको रुपीज 8000 - 5000 भनेको रुपीज 3000. सो 3000 रहेछ यो केसमा सम अफ मनी. 7A को एन्सर होइन. अब 7B हेर के भनेको छ. 7B ले फर्स्टमा बुझ्नु पर्यो. इफ द प्रिन्सिपल एन्ड कम्पाउन्ड इन्ट्रेस्ट आर इक्वल, इफ द प्रिन्सिपल एन्ड कम्पाउन्ड इन्ट्रेस्ट आर इक्वल भनेको छ. If the principal and compound interest are equal, then how many times of principal is the compound amount भनेर भनेको छ. सो फर्स्टमा 7B गरौँ. यता 7B बुझौँ. 7B ले भन्न खोजेको के छ, हामीलाई भनेको छ के प्रिन्सिपल र कम्पाउन्ड इन्ट्रेस्ट इक्वल छ भनेको छ. र क्वेसनले सोधेको छ कि कम्पाउन्ड अमाउन्ट चाहिँ कति टाइम्स प्रिन्सिपल हो भनेर सोधेको छ. कति टाइम्स भने कति मल्टिप्लाई टाइम्स भनेको यो होइन. टाइम्स प्रिन्सिपल हो भनेर खास क्वेसनले सोधेको यो हो. सो यो निकालिन्छ कसरी, सिम्पल, धेरै नै सिम्पल छ. विनो हामीलाई थाहा छ कम्पाउन्ड अमाउन्ट भने के हो अरे प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट. हामीलाई क्वेसनले गिभन के छ प्रिन्सिपल र कम्पाउन्ड इन्ट्रेस्ट इक्वल छ भनेको छ. अनि हामीलाई एन्सर केसमा चाहिएको छ प्रिन्सिपलको टर्म्समा. सो हामी के गर्छौँ अब प्रिन्सिपलवाला भ्याल्यु रिप्लेस गरिदिन्छौँ सिआईको ठाउँमा. अनि सिआईको ठाउँमा पी लेख्न मिल्यो कि नै मिल्यो. सो अर कम्पाउन्ड अमाउन्ट भनेको
p प्लस p भन्न खोजेको 2p. सो कम्पाउन्ड अमाउन्ट भनेको 7b को केसमा कति टाइम्स रहेछ त 2 टाइम्स प्रिन्सिपल 2 टाइम्स प्रिन्सिपल हो कि हैन हो नि. सो देयरफोर कम्पाउन्ड अमाउन्ट इज 2 टाइम्स अफ प्रिन्सिपल है त. क्वेसन नम्बर 7b को सल्युसन यसरी गर्ने धेरै सजिलो छ. 7b नि सक्यो. अब पालो 8 को 8a बाट बुझौँ फर्स्टमा 8a. If the principal is 4 times the compound interest, how many times of compound interest is the compound amount भनेको छ. यसपालि चाहिँ अघिको केसमा चाहिँ how many times principal भनेको थियो, यो केसमा how many times compound interest भनेको छ. सो 8a मा के भनेको छ हेर. गिभन के छ हामीलाई 8a मा प्रिन्सिपल इज भने इक्वल्स टु 4 टाइम्स कम्पाउन्ड इन्ट्रेस्ट हो. हामीलाई थाहा छ कम्पाउन्ड अमाउन्ट भनेको के हो प्रिन्सिपल प्लस सिआई. प्रिन्सिपलको भ्याल्यु कति छ 4 टाइम्स सिआई प्लस सिआई. सो 4 सिआई प्लस सिआई भनेको 5 सिआई. मैले यो सिआई वाला किन गरेँ किनकि हामीलाई क्वेसनले लास्टमा कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड अमाउन्टको बिचको रिलेसन सोधेको छ हैन. सो देयरफोर कम्पाउन्ड अमाउन्ट इज 5 टाइम्स कम्पाउन्ड इन्ट्रेस्ट. बुझ्यो. यो रिलेसन सबैलाई थाहा नै छ यो हैन. यो रिलेसन सबैलाई थाहा छ. यो क्वेसनले गिभन वाला हो. सो अब नेक्स्ट क्वेसनमा जाम. क्वेसन नम्बर 8b हैन. 8b ले के भनेछ त्यही बुझौँ. इफ द प्रिन्सिपल इज 1/3 द कम्पाउन्ड इन्ट्रेस्ट. फेरि यहाँ पनि प्रिन्सिपल र कम्पाउन्ड इन्ट्रेस्टको बिच रिलेसन दियो. हाउ मेनी टाइम्स अफ के भनेपछि कम्पाउन्ड इन्ट्रेस्ट भनेपछि कम्पाउन्ड इन्ट्रेस्ट इज दि कम्पाउन्ड अमाउन्ट भनेपछि कम्पाउन्ड अमाउन्ट र कम्पाउन्ड इन्ट्रेस्टकै रिलेसन सोध्यो. 8b मा पनि 8a जस्तै हैन. सो यसमा पनि के छ हामीलाई गिभन लेखौँ. हेरौँ गिभनमा के छ हामीलाई क्वेसनले के दिएको छ. प्रिन्सिपल इज 1/3 दि कम्पाउन्ड इन्ट्रेस्ट भनेको छ. सो यो रिलेसन रहेछ यो केसमा हामीलाई थाहा छ. फर्मुला के हो कम्पाउन्ड अमाउन्टको प्रिन्सिपल प्लस सिआई. प्रिन्सिपलको भ्याल्यु कति छ 1/3 सिआई प्लस सिआई. अब एलसिएम यो भनेको 1/1 हो नि त हैन. सो 1/1 र 1 यो भने एलसिएम दिँदाखेरि सिआई प्लस 3 सिआई हुन्छ होल डिभाइडेड बाई 3. भन्न खोजेको रिलेसन कति आयो 4 भयो. 4 सिआई डिभाइडेड बाई 3. सो देयरफोर कम्पाउन्ड अमाउन्ट इज 4/3 टाइम्स सिआई हैन. हामीलाई रिलेसन कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड अमाउन्टको सोधेको थियो. हामीले त्यसरी नै डेलिभर गर्यो. अब यो गरेर त भएन. अझै पार्ट बाँकी छ. क्वेसन नम्बर 8c. अब 8c ले के भनेछ फर्स्टमा बुझौँ है त. क्वेसन पढौँ. 8c. इफ द प्रिन्सिपल इज 5 टाइम्स दि कम्पाउन्ड इन्ट्रेस्ट. सो यसमा पनि प्रिन्सिपल र कम्पाउन्ड इन्ट्रेस्टको रिलेसन दियो कति 5 टाइम्स. एन्ड दि कम्पाउन्ड अमाउन्ट इज ₹6,000 दिएको छ. यसमा चाहिँ कम्पाउन्ड अमाउन्टको डाइरेक्ट भ्याल्यु पनि दिएको छ न्युमेरिक टर्म्समा. फाइन्ड दि कम्पाउन्ड इन्ट्रेस्ट भनेपछि कम्पाउन्ड इन्ट्रेस्टको रुपिजको टर्म्समा हामीलाई भ्याल्यु चाहियो. 8c को डिमान्ड यो छ है त. सो 8c हेर हामीलाई गिभन के छ प्रिन्सिपल इज 5 टाइम्स कम्पाउन्ड इन्ट्रेस्ट र कम्पाउन्ड अमाउन्ट भनेको कति छ ₹6,000. र हामीलाई सोधेको छ सिआईको भ्याल्यु कति हो. हामीलाई सोधेको छ सिआई भनेको कति हो भनेर सोधेको छ हैन. हामीलाई थाहा छ. हामीलाई के थाहा छ फर्मुला सिए को. सिए भनेको प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट. सिए के छ हामीलाई क्वेसनले ₹6,000 दिएको छ. किनकि हामीलाई सिआईको भ्याल्यु निकाल्न छ. पीलाई हटाउनु पर्यो. पीलाई हटाउनको लागि के छ क्वेसनले सजिलो गरेर रिलेसन दिएको छ. पी भनेको 5 टाइम्स सिआई प्लस सिआई और 6,000 भनेको 5 सिआई प्लस 1 सिआई 6 कम्पाउन्ड इन्ट्रेस्ट और 6,000 डिवाइडेड बाई 6 गर्दा सिआई को भ्याल्यु आयो जुन हो कति 1000. सो देयरफोर सिआई इक्वल्स टु ₹1,000. बुझ्यो
है त। सो यसरी गर्ने तिम्रो क्वेसन नम्बर 8 को 8 मात्रै होइन कि भेरी सर्ट क्वेसनको सबै सल्युसन है त। सो नेक्स्ट भिडियोमा चाहिँ अब हामी सर्ट क्वेसन सबै कभर गर्नेछौँ होइन। यो भिडियोमा हामीले कम्प्लिट रूपमा भेरी सर्ट क्वेसन कम्पाउन्ड इन्ट्रेस्टको कम्प्लिट गर्यो एससी एक्सर्साइज 3 वाला है त। सो अब नेक्स्ट भिडियोमा चाहिँ मैले भने जस्तै फेरि सर्ट क्वेसन गर्छु। तबसम्म किप लर्निङ।